कहाँ छस् त अहिले? घर किन नआएको? कहाँ छ र मेरो घर? मेरो घर भनेको तँ होस्। तँ जहाँ गएर बस्छस् त्यही मेरो घर हो। तैँले मलाई आफ्नो साथमा नआइज भनेर भनिस्। त्यसपछि म बितारा परेर घर न घाटको भएर बसेको छु। कसैले सन्तानको सुख दिन नसक्ने हो भने बाटो छोड्दै हुन्छ। नमस्कार दर्शकवृन्द, जीवनको रङ केसरी भाग 75 को रिभ्यू एपिसोडमा यहाँलाई हार्दिक स्वागत छ। दर्शकवृन्द, जीवनको रङ केसरी भाग 75 मा भने अन्ततः आज आएर पुनर्मिलन भएको छ बसन्त र केसरीको प्रेम सम्बन्धमा। दर्शकवृन्द, यो कुराले पक्कै पनि दर्शक महानुभावहरूलाई खुसी महसुस भइरहेको छ भन्ने कुरा हामीले आशा गरिरहेका छौँ। जहाँ कि अब धेरै कुराहरूलाई बिर्सिएर विगतका जुन कुराहरूले उनीहरूको प्रेम सम्बन्धलाई फुटाउन र त्यसमा शङ्का बढाउने काम गरिरहेका थिए, ती कुराहरूबाट अब टाढा रहेर जहिले पनि सधैँ एक भएर लागि पर्ने गरेर बसन्त र केसरीले बाछा कसम खाएका छन्। दर्शकवृन्द, अर्कोतर्फ भने सिर्जनाले पनि अब मनोसँग प्रेम सम्बन्ध जोड्ने छिन्, किनकि कथा घटनामा देखाएअनुसार जसरी बसन्तबाट टाढा रहेर केसरी र बसन्तको प्रेम सम्बन्धलाई पुनर्जीवन दिनु र आफूले मनोसँग विवाह गरेर नयाँ प्रेम सम्बन्ध कायम गर्नु सिर्जनाका लागि खुसीको कुरा पनि बनेको छ। जस कारणले पनि यहाँ बसन्तलाई प्रेम गर्न धौधौ परेको थियो, किनकि उनले केसरीलाई असल प्रेम गर्थे भने सिर्जनालाई पनि एउटा साथीको रूपमा र गहिरो प्रेम नै गरेका थिए। जहाँ कि सबैभन्दा धेरै कुराहरूलाई लिँदै गर्दा उनीहरू बीच जहिले पनि केसरी र सिर्जनालाई एउटै रूपमा तुलना गरेर एक आपसमा केसरी र सिर्जना जहिले पनि बसन्तप्रति रिसाउने गर्दथे। दर्शकबिन, र सो कुराबाट आज टाढा रहने भए पश्चात पनि उनीहरू बीचमा यस्तो सम्बन्ध जोडिन लागेको हो। दर्शकबिन एका बिहानै हुन्छ जहाँ कि बसन्त भने एउटा चौतारीमा आइपुगेका हुन्छन्, यता केसरी भने घरमै हुन्छन् जहाँ कि आफ्नी बहिनी सुषमाको कोठामा, र त्यही समयमा बसन्तले कुरा गर्छन्, अर्थात् फोनबाट उनलाई धेरै कुराहरू सम्झाउन थाल्छन् कि तैँले आजसम्म पनि मलाई बिर्से कि होइन, आजसम्म एउटा पनि कुरा गर्न सकिनस् मसँग, किनकि मबाट पक्कै पनि माया मारेकी त होइनलास् नि भनेर उनीहरू बिचमा कुराकानी हुन्छ कि केसरीले पनि भन्छन् कि मैले पक्कै पनि त्यसो गरेको होइन, तैँले पनि टाढा हुन चाहे जस्तो गरेकाले मैले पनि केही समयका लागि नबोलिदिएको। उता अर्कोतर्फ भने सिर्जना त्यस्तै कुराहरूलाई मनमा खेलाएर कोठामा बसिरहेकी हुन्छन्, जहाँ कि उनले भन्छन् कि बसन्तको प्रेम तेरो लागि कति सफल थियो र कसरी असफल थियो भन्ने बारेमा उनले मनमा धेरै प्रसङ्गहरू उठाइरहेकी हुन्छन्, र उनले आफूले प्रश्न आफैलाई गर्छिन् र अनि उत्तर पनि आफ्नो मनलाई आफै दिन्छन्। सिर्जनाले भन्छन् कि बसन्तलाई यो समयमा कसैको साथ चाहिएको छ, जहाँ बसन्त एक्लै सडकमा भौतारिरहेको छ, त्यस कारणले पनि तेरो साथ हुनुपर्छ भन्ने एक मनले भन्छ भने अर्कोतर्फ भने बसन्तको प्रेम सम्बन्धमाथि भाँचो हाल्ने काम, अर्थात् त्यहाँ एउटा दुश्मनको रूपमा, अर्थात् केसरीको अगाडि मैले प्रेम गरेर बसन्त र केसरीको प्रेम सम्बन्धमाथि धमिलो बनाउने काम पनि किन गर्छु, म टाढा रहेकै बेस, किनकि म टाढा रहँदा बसन्त र केसरी खुसी भएर आफ्नो प्रेम सम्बन्ध अगाडि बढाउन सक्छन् भने म पनि खुसी हुनुपर्दछ त्यस कुराहरूमा, र मैले पनि आफूलाई सौभाग्यशाली ठान्नुपर्छ, किनकि केही समयका लागि पनि बसन्तको प्रेम पाएको थिएँ र असल साथ र सहयोग पनि पाइरहेको छु, जस कारणले पनि मैले उनीहरूप्रति सद्भाव देखाउनु पर्छ भनेर यता सिर्जनाको मनले सोचिरहेको हुन्छ। दर्शकबिन, कथामा जसरी एउटा प्रेम सम्बन्धलाई धेरै महत्त्वका साथ हेरिएको छ र जुन प्रेम सम्बन्धले नै मानवको एउटा जीवनलाई अस्तित्वमा पुर्याएको हुन्छ कि उनीहरू श्रीमान र श्रीमती हुँदै गर्दा कति फरक पर्दछ र उनीहरूले जिउने जीवन र उनीहरूले गर्ने काम र उनीहरूको प्रेमले कति सार्थकता पाउँछ भन्ने कुरालाई लिएको छ। एउटा यो काल्पनिक रूपमा भए तापनि हाम्रो जीवनलाई जसरी हेरिएको हुन्छ कि कसैको श्रीमान र श्रीमती भइसक्दा पनि एउटा यस्ता खालका कुरालाई लिएर
ठुलो विवाद बनेको हुन्छ र परिवारमा अशान्त छाउनी जस्ता कामहरू भएका हुन्छन्। तसर्थ यस्ता कुराहरूबाट पनि हामीले केही कुरा सिक्नुपर्छ भनेर एउटा काल्पनिक रूपमा मात्र तयार गरिएको हो दर्शकबिन, जुन कथाले एउटा महत्त्वपूर्ण सन्देश पनि प्रवाह गरिरहेको छ। यता बसन्तको घरमा भने बसन्तकी आमा बिरामी भएर भर्खरै सन्चो भएकी हुन्छन् र बसन्तको बुवा पनि सँगै हुन्छन् र जहाँ कि उनीहरू बिचमा बसन्तका बारेमा कुराकानी चल्छ कि बसन्त आजसम्म उत्री कान्छी घरमा किन बसिरहेको होला, यता आउनुपर्छ, आफ्नै श्रीमतीहरूलाई सम्हाल्नुपर्छ भनेर कुराकानी चलिरहेको हुन्छ। तर बसन्तको पीडा कसले बुझ्दियोस् कि ऊ केशरी र सिर्जनाका कारणले केही समय टाढा भएको छ र ऊ फर्किँदैछ भनेर। हो दर्शकबिन, बसन्तले ऊ त्यो फोन लगाइसके पश्चात भने केशरीलाई सम्झाइसके पश्चात भने उनले अब हामी दुइटैजना सँगै घर फर्किनुपर्ने, घरमा आमाको रेखदेख गर्नुपर्ने अनि घर परिवार सबैलाई सम्हालेर खुसीका साथ बस्नुपर्ने भनी उनी आग्रह गर्छन्। केशरीलाई लाग्छ कि त्यो घरमा जाँदै गर्दा सिर्जना हुन्छन् र त्यो सिर्जना भएकै कारणले गर्दा हाम्रो प्रेम सम्बन्धमाथि खटपट आउँछ र जस कारणले पनि मलाई सन्चो हुँदैन भनेर। बसन्त र केशरीको प्रेम सम्बन्ध अनि सिर्जना त्रिपक्षीय रूपमा जोड्नका लागि महेशको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ, जहाँ कि महेश बसन्तको मामाको रूपमा स्थापित छन् कथामा। महेशले यताका कुरा उता र उताका कुरा यता गर्दै गर्दा कतै बसन्तको जीवनलाई मेल खान्छ अनि कतै खाँदैन र जस कारणले महेश एउटा आलोचनाको पात्र पनि बन्नु पर्दछ। र यता यस्तै भएको छ जहाँ कि उनले सृजनालाई बारम्बार बसन्तका कुरालाई लिएर त त्यो घरकी आवश्यक एउटा राम्रो र सुसंस्कृत बुहारी बन्न सक्छ, त्यस कारणले तैँले केही समय सोच्नु पर्दछ, अरूको प्रेम गर्नुभन्दा पनि पहिले तैँले बसन्तको प्रेमसँग चिन्नुपर्छ भनेर महेशले सृजनालाई सम्झाउँछन्। तर पनि सृजना अब पक्कै पनि जिन्दगीको यो समयमा एउटा निष्कर्ष लिनेछिन् जहाँ कि उनी बसन्तबाट टाढा रहेर आफ्नो जीवनलाई चलाउनेछन् र महेशले भनेको कुरा सर्वत्र सम्मत लागू पनि हुने छैन र उनका बुवा पूर्णबहादुरको भनेको कुरा पनि पुरा हुनेछ, किनकि मनोज एउटा असल शिक्षकको रूपमा घरमा आएर बसिसकेका छन्, जहाँ कि उनले विद्यालय पढाउँदै गर्दा यता घरमा भने बस्ने पनि सुवर्ण अवसर पाएका छन्, जहाँ पूर्णबहादुर जस्तो बाबु जस्तो मान्छे अनि एउटा संस्कारले भरिएकी सिर्जना पाउँदै गर्दा मनोजलाई पनि खुसी महसुस भइरहेको छ। पूर्णबहादुरले कुरा खुलिसकेका छन्, जहाँ कि मेरो छोरीको विवाह तपाईँसँगै भइदिएको हुन्थ्यो भनेर मनमा नै। यी सारा घटनाहरूले पनि अब पक्कै पनि सिर्जना उता मनोजसँग खुसी हुनेछन् अनि केशरी यता बसन्तसँग। अब त्यो कुरा दोहोरिन्छ जहाँ कि बसन्तले अब केशरीलाई लिएर घर जाँदै गर्छन् र घर जाँदै गर्दा बसन्त र केशरी बिच केही कुराकानी हुन्छ, तर पनि उनीहरू मिलेका हुन्छन्। अन्ततः के हुन्छ भने घरमा गइसके पश्चात भने केशरीलाई भने कथामा जसरी देखाए अनुसार ढोक गर्दै गर्दा सासु आमाले नपछाउँदै गर्दा केशरीलाई पीडा महसुस हुन्छ, जुन पीडाबाट धेरै कुराहरू निस्कन्छन् र ती कुराहरूबाट बाजिँदै गर्दा केशरी त्यो घरबाट एक्कासी हिँडिदिन्छन् र जहाँ केशरी हिँडेकी हुन्छन् र त्यही समयमा बसन्त पनि ती आमा बुवालाई छोडेर र महेशको कुराले गर्दा त्यो प्रेम सम्बन्ध पारिवारिक सम्बन्धलाई फाटो बनाइदिन्छ र जस कारणले उनी पनि केशरीका लागि यता केशरीसँगै फर्किन्छन् र केशरीलाई भने धेरै दुःख महसुस हुन्छ, किनकि यो अपेक्षा गरेकी थिएनन्, उनले अब सबै मिलेर बस्नुपर्ने खुसी चाहन्थिन्। दर्शकबिन कथामा अब पक्कै पनि बसन्त र केशरीको प्रेमसँग यति बलियो भएको छ जुन प्रेमसँग कसैले पनि छुटाउन सक्ने छैनन्। दर्शकबिन आजलाई भने हाम्रो रिभ्यू एपिसोड यति नै, हामी अर्को रिभ्यू एपिसोडमा पुनः उपस्थित हुनेछौँ। हस्, धन्यवाद, नमस्कार।